नमस्ते साथीहरू हामीले टिकटक 2021 देखि बनाएको अनि हामी दुईजना खासै जहिले टिकटक बनाउँछौँ अनि टिकटक बनाउँदा चाहिँ दिदीले प्रायः जस्तो अलि छुच्ची आमाजु भन्ने खालको पार्ट बनाउनुहुन्छ तर मेरो दिदी वास्तवमा त्यस्तो हुनुहुन्न हैन ऊ एकदम केयरिङ लभिङ हुनुहुन्छ अनि त्यहाँदेखि अब कति मान्छेहरूले चाहिँ अब कमेन्टहरू गर्छन् कति छुच्ची यस्तै आमाजु हुनुभन्दा नहुनु राम्रो भन्ने खालको हिसाबले तर वास्तवमा मेरो दिदी चाहिँ त्यस्तो हुनुहुन्न सी सो सपोर्टिभ होइन अनि तपाईँको के छ भन्ने म उसलाई धेरै माया गर्छु हामीले चाहिँ फन्डको लागि एउटा हुन्छ नि त अब रमाइलो कन्टेन्टहरू भेटिँदैन त्यही भएर रमाइलो गर्नुको लागि बनाउँछौँ तर अब हाम्रो 2022मा चाहिँ आई होप होइन हामी त्यस्तो टिकटक पनि बनाउँदैनौँ होला एकदम इन्जोय गर्ने खालको बनाउँछौँ तर हामीलाई तपाईँहरूले धेरै सपोर्ट गर्नुभएको छ राम्रो नि कति हामीलाई लाइकहरू भ्युजहरू धेरै दिनुभएको छ त्यसमा हामी धेरै खुसी पनि छौँ र वी होप होइन अब नेक्स्ट इयरमा पनि वी निड योर सपोर्ट लभ होइन so we can improve our acting skill too. Thank you so much for watching our video every time. भन्न चाहन्छु